भोलिबाट चाहिँ एनपिएल सुरु हुँदैछ। एनपिएल हेर्नको लागि तपाईँले मोबाइलबाट एनपिएल हेर्नको लागि चाहिँ हामीलाई चाहिँ एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। टिभीको लागि चाहिँ केही गर्नु पर्दैन, सिधै टिभीमा आउँछ। मोबाइलको लागि चाहिँ एउटा एप डाउनलोड गर्नु छ, अनि चाहिँ प्ले स्टोरमा गएर डिसोमको सर्च गरेर त्यसलाई डाउनलोड गर्नु। त्यसपछि त्यो डाउनलोड गरेर ओपन गर्नु। त्यसपछि बटन हुन्छ, त्यहाँ मोरमा क्लिक गरेर अनि त्यसपछि त्यहाँ चाहिँ लगइन र सब्सक्रिप्सन भन्नुहुन्छ। सब्सक्रिप्सनमा चाहिँ अहिले होइन, पहिला चाहिँ लगइनमा क्लिक गर्नु। लगइनमा क्लिक गरेर त्यसो गुगलमा क्लिक गरेर अनि त्यसपछि चाहिँ त्यहाँबाट तपाईँले गर्न सक्नुहुन्छ। अनि लगइन गर्नुहोस्। त्यसपछि चाहिँ त्यहाँ तल सब्सक्रिप्सनमा क्लिक गर्नु, अनि चुज प्लान भन्ने आउँछ। चुज प्लानमा क्लिक गरेर तपाईँले चाहिँ ई सेवा खल्ती र अनि बाहिर हुने चाहिँ मास्टर कार्डबाट चाहिँ पे गर्नु मिल्छ होइन। मास्टर कार्ड अरू कुनै कार्डबाट चाहिँ तपाईँले पे गर्नु मिल्छ। अनि चाहिँ त्यसमा चाहिँ हामीले ई सेवा र खल्तीबाट पे गर्नु मिल्छ। अनि चाहिँ खल्तीमा क्लिक गर्नु या ई सेवा क्लिक गर्नु। त्यसपछि चाहिँ मैले खल्ती युज गर्छु, खल्तीमा क्लिक गरेर अनि ट्याक्क पेमेन्ट गरिदिनु। अनि त्यसपछि पेमेन्ट सक्सेसफुल भनेर आउँछ।